कमेन्ट किन ब्लक हुन्छ? फेसबुकले खास गरी यी विभिन्न कारणहरूले ब्लक गर्न सक्छ। एउटा भनेको टु फास्ट कमेन्टिङ। भन्नुको मतलब धेरै कमेन्ट्स छिटो गऱ्यो भने ब्लक लाग्न सक्छ। सेम पोस्टमा रिपिटेडली होइन, एउटै पोस्टमा चाहिँ बारम्बार कमेन्ट गऱ्यो भने र त्यसलाई चाहिँ सिस्टमले स्पाम ठान्छ। अर्को छ सेम कमेन्ट बारम्बार कसरी हुनसक्छ भन्दाखेरि एउटै पोस्टमा बार कमेन्ट गर्दाखेरि त्यसले चाहिँ अल्गोरिदम ट्रिगर हुन्छ। अर्को छ के छ भन्दाखेरि कमेन्ट ब्लक चाहिँ हामीले कसरी हटाउन सक्छौँ भन्दाखेरि केही समय वेट गर्ने, जस्तो 24 देखि 48 घन्टा होइन, 3-4 दिन पनि लाग्न सक्छ र हप्ता दिन पनि लाग्न सक्छ होइन। र ट्राई नगर्दा चाहिँ छिटो खुल्छ यो। र एक्टिभिटी स्लो गर्नुहोस्, ब्लक भएको बेलामा चाहिँ कमेन्ट्स नगर्नुहोस्, स्पाम एक्सनलाई चाहिँ रोक्नुहोस् र यी कुराले चाहिँ तपाईँको कमेन्ट गर्न पाउने सेक्सन चाहिँ चाँडो खुल्न सक्छ। अरू के गर्न सकिन्छ भन्दाखेरि पासवर्ड चेन्ज गर्ने र स्ट्रङ र फिक्स गर्नुहोस्। सेक्युरिटी रिसेट जस्तै यसले काम गर्दछ र एप र ब्राउजरहरू पनि यसलाई चेन्ज गर्न सक्नुहुन्छ। फ्युचरमा ब्लक नलाग्ने ट्रिकहरू पनि छन्, जस्तो कमेन्ट्स बिच ग्याप राख्नुहोस्, कपी पेस्टलाई अभोइड गर्नुहोस् र मिनिङफुल कमेन्ट्स मात्र गर्नुहोस् र ऱ्यापिड ग्रो कमेन्टिङलाई रोक्ने काम गर्नुहोस्। यति गर्यो भने तपाईँको कमेन्टलाई चाहिँ यसले सहज रूपमा खोलिदिन सक्छ।